हेलो गाइज वेलकम टु माई न्यू भ्लग। सन्चै राम्रो हुन्छ होला। आज माया सक्रेत सबैले माया सक्रेत सबैजनालाई शुभकामना छ। हामी चाहिँ अब छोरो म भान्जा भएर मासु टिउन जान्छौँ होइन। मासु त खानै पर्यो माया सक्रेतीको दिन होइन। फाइनल्ली गाइज हामी चाहिँ मासु पसलमा मासु लिएर हिँडिसकेका छौँ होइन। मासु लिएर हिँडिसकेका छौँ। अब भान्जा म छोरो भएर अब छोरो चाहिँ आफ्नै धुनमा छ, फोन हेरिरहेको छ होइन। हामी चाहिँ अहिले अब ट्याक्क मासु लिएर जाँदैछौँ। आज अब छोरो कपाल काट्न गएको, कलर पनि कस्तो हानेछ कि हेरौँ न, कलर पनि हरिम हान्दै रहेछ। गाइज हामी चाहिँ रुममा आएर मासु धुँदैछौँ। छोरोले पानी चलाउँदैछ, मैले मासु धुँदैछु होइन। मासु धोएर ट्याक्क अनि यसलाई भित्र राख भनेर अनि म चाहिँ अब सिलौटो धुन जान लागेको छु। अब मासु धोएर ट्याक्क होइन। मासु धोएर सकियो, छोरोले भित्र गएर मासु दियो। अब म यहाँ चाहिँ अङ्कलले सिलौटो धुँदै हुनुहुन्छ हेर्न सक्नुहुन्छ। पुलिसले सांसद हानिराख्नु भएको छ। हामीले सिलौटो धोएर आएर लसुन फोक्दैछौँ। बाउछोराले लसुन पनि ट्याकटुक फोकेर भइयो, छिट्टै भइन्छ नि त बाउछोराले फोकेपछि। अनि म मसला पिस्न जाँदैछु। छोरोले चाहिँ भिडियो बनाउँदैछ होइन। मैले मसला पिस्छु होइन। अलि मसिनो, अलि सिलौटोमा जति मसिनो पिस त्यति मजा आउँछ क्या होइन। स्वाद अलि मजा लाग्छ क्या सिलौटाको। मिक्सरमा भन्दा सिलौटाको स्वाद राम्रो हुन्छ नि त। त्यही भएर सिलौटामा पिस्न लाग्छु। अनि सिलौटामा पिसेर फाइनली गाइज मैले चाहिँ मसला पिसेर पेर अनि बुढीले मासु उठाउँदै थिइन्। बुढीले चाहिँ दिएर मैले चाहिँ बुढीले कस्तो छ राइस भन्दा म राइस हेर्दै थिएँ। अनि राइस पनि बबाल भएको रहेछ। अनि मेरो बुढीले भने मासु पकाउँदैछिन्। म चाहिँ बुढीले बनाएको एकदम मासु पकाएको। अनि बुढीको म फ्यान के मासु एकदम मिठो पकाउँछ नि त मेरो बुढीले। ट्याएको लाएर चाहिँ मासु बुढ्दैछन् पडाक पुरुक पारेर होइन। बुढीले चाहिँ मासु बुढ्दैछिन् अनि मैले कस्तो पकाउँछ म हेरिरहेको छु क्या। अनि प्याज ट्याक टुक प्याज पनि हाल्छन् मेरो बुढीले होइन। अनि मासु बनाउँदैछन् मेरो बुढीले चाहिँ यस्तो बवाल बनाउँछ कि मलाई एकदम मनपर्छ क्या। गाइज हाम्रो मासु पनि पाकिसकेको छ। अब मासु पाकेर हामीले चाहिँ अब मासु चटचट गरिरहेको छ नि त। मासु पाकेर अब हामीले चाहिँ ट्याक्क थोरै धनियाँ हालेर अब ढाकिदिन्छ नि त। ढाकिदिएर ट्याक्क बवाल हुन्छ नि त। एकछिन धनियाँको बास्ना सरसर ट्याक्क आउँछ। अनि धनियाँ हालेर फाइनली हाम्रो चाहिँ पाकेर अब खाँदैछौँ खाना। ओके ट्याक्क होइन। सिक्दैछन् हामी चाहिँ खाना खाँदैछौँ त। ट्याक्क मैले चाहिँ देखाउँदैछु ट्याक्क लाएर होइन। खाना एकदम बवाल बने जस्तो छ हेर्दा त। अब खाँदैछौँ कस्तो हुन्छ होइन। अब चाहिँ यस्तो बवाल बनेछ हेर्दा त। अनि म छोरालाई सोध्छु कस्तो छ बाबु भनेर सोधिबस्छु। यता हेरेर भन्न कस्तो छ बुढी, कस्तो छ? मिठो छ भन्छ।